आज 2082 साल जेठ 25 गते आइतबार सन् 2025 जुन 8 तारिक जेठ शुक्ल पक्षको द्वादशी तिथि। काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। सार्वजनिक ऋणको सामा ब्याज भुक्तानीमा दशकमै 12 खर्ब, ढुकुटीमा सत्तारूढ दलको मनमौजी, संघीय 40 निकाय र मातहतका कार्यालयका 2100 भन्दा धेरै गाडी थन्किए। बंगलादेशसँगको विद्युत व्यापार अन्योलमा गएको वर्ष बेचेको बिजुलीको पैसा नेपालले अहिलेसम्म पाएन। यस वर्षका लागि पनि प्रक्रिया सुरु भएन। परम्परागत कृषि बाली संरक्षण अभावले खाद्य स्वच्छताको जोखिम बढ्दो, स्वस्थ खाद्य वस्तुका लागि सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड। सबैले आफ्नो दायित्व पूरा गर्यो भने तपाईँ हाम्रो टेबलमा पनि खाद्य वस्तुहरू स्वस्थकर गुणस्तरीय हुन्छ, अदरवाइज कहीँ न कहीँ कमी रहन्छ भन्ने मान्यता हो। अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरू पक्राउपछि हिंसात्मक प्रदर्शन, संघीय अधिकारीद्वारा डेमोक्र्याट नेताहरूको आलोचना। र विश्वकप क्रिकेट लिग 2 अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै। सार्वजनिक ऋणको सावा र ब्याज ऋण सेवा भुक्तानीमा सरकारले गएको 10 वर्षमा 11 खर्ब 97 अर्ब 71 करोड रुपैयाँ खर्च गरेको छ। सरकारले आर्थिक वर्ष 71-72 देखि 80-81 सम्ममा बाह्य ऋणको सावा ब्याजमा 3 खर्ब 2 अर्ब 95 करोड अर्थात् 20.30% र आन्तरिक ऋणको सामा ब्याजका लागि 8 खर्ब 94 अर्ब 76 करोड अर्थात् 74.70% भुक्तानी गरेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार एक दशकमा ब्याज मात्रै 3 खर्ब 25 अर्ब 48 करोड 88 लाख रुपैयाँ भुक्तानी गरिएको छ। बाँकी 8 खर्ब 72 अर्ब 22 करोड 98 लाख रुपैयाँ भने ऋणको सावा तिरिएको हो। पछिल्लो समय सार्वजनिक ऋणको सावा ब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै जाँदा सरकार ऋणको सावा ब्याज तिर्नकै लागि ऋण लिनुपर्ने अवस्थामा छ। गएको 10 वर्षमा सरकारले सार्वजनिक ऋण भने 25 खर्ब 91 अर्ब 83 करोड रुपैयाँ उठाएको छ। यसैबीच सरकारले सत्तारूढ कांग्रेसको भातृ संस्था तरूण दलको भवन निर्माणका लागि 3 करोड रुपैयाँ छुट्याएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 13 स्थित रवि भवन नजिकैको जग्गामा गणेशमान सिंह स्मृति भवन निर्माण शीर्षकमा सरकारले आउँदो आर्थिक वर्षको बजेटबाट तरूण दलको भवन बनाउन विनियोजन गरेको हो। समाजसेवी मैयादेवी श्रेष्ठले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवि भवन नजिकै दिएको 18 आना जग्गामा तरूण दलले भवन निर्माणको तयारी गरेको हो। सत्तारूढ दलको भातृ संस्थालाई बजेट दिएको विषयमा सार्वजनिक आलोचना सुरु भए पनि शहरी विकास मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन। सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीमा दशकमै 12 खर्ब शीर्षकको खबर र ढुकुटीमा सत्तारूढ दलको मनमौजी, तरूण दलको भवन बनाउन 3 करोड शीर्षकको यो खबर कान्तिपुर दैनिकले छापेको छ। संघीय 40 वटा निकाय र मातहतका कार्यालयमा 2160 सवारी साधन प्रयोगविहीन हुँदा डम्प भएर बसेका छन्। तर सरकार भएकै गाडी मर्मत गरेर चलाउनु भन्दा नयाँ किन्नमै सक्रिय देखिन्छ। करोडौं मूल्यका गाडी अहिले पनि सिंहदरबारमा असरल छन्। मर्मत गरेर प्रयोग गर्न सकिने अवस्थाका गाडीहरू पनि पार्किङ र खुला चौरमा मिल्काइएको छ। प्रयोग गर्न नमिल्ने सवारीको लिलामी पनि गरिएको छैन। किनिएका गाडी चलाउन मन नगर्ने तर करोडौंमा नयाँ गाडी खरिदमा उद्धत हुँदा पनि यो अवस्था आएको छ। अहिले देशको प्रशासनिक केन्द्र सिंहदरबारको सुन्दरतामै असर गरेको छ। मर्मत गरेर चलाउन मिल्ने तथा लिलाम गर्न सकिने अर्बौं मूल्य बराबरका गाडी सिंहदरबारकै आँगनमा कवाडी बनिरहँदा सरकारले भने फेरि नयाँ गाडी किन्न भन्दै आगामी आर्थिक वर्षको बजेटमा 2 अर्ब 56 करोड 68 लाख छुट्याएको छ। जसमध्ये 43 करोड 57 लाखको स्रोत विदेशी ऋण र 21 करोड 90 लाखको स्रोत विदेशी अनुदान भनिएको छ। जबकि 5 महिना अघि गत माघमा यही सरकारले सार्वजनिक खर्च मितव्ययी बनाउन भन्दै नयाँ चारपाङ्ग्रे गाडी नकिन्ने मापदण्ड समेत सार्वजनिक गरेको थियो। संघीय 40 निकाय र मातहत कार्यालयका 2160 सवारी साधन डम्प आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। विराटनगरमा 2 दिनसम्म चलेको पालिकाका उपमेयर तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलाले
20 बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा न्यायिक सुधारको मागसहित आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषय, योजना कार्यान्वयन र अनुगमनमा सुधार, औद्योगिक क्षेत्रमा अधिकार विस्तार, सेवा प्रवाहमा सुधार र संघीयताको सुदृढीकरण लगायतका विषय समेटिएको छ। घोषणापत्रमा न्यायिक समितिबाट भएका निर्णय तथा फैसलाहरूको अभिलेखका लागि प्रदेश स्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरिएको छ। साथै सबै पालिकाले न्यायिक समितिका कार्यहरूमा एकरूपता कायम गर्न कार्यविधि निर्माण गरी लागू गर्नुपर्ने उल्लेख छ। विशेष गरी स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 मा संशोधन गर्न र न्यायिक समितिले गरेका निर्णय तथा फैसलाको कार्यान्वयन न्यायिक समितिबाटै हुन सक्ने कानून संशोधन गर्न संघीय सरकारसँग माग गरिएको छ। विद्युत व्यापार सम्झौता अनुसार आगामी असार 1 देखि बंगलादेशले नेपालबाट 40 मेगावाट विद्युत खरिद गर्नुपर्नेछ। तर विद्युत व्यापार पुनः सुरु हुन दिन नजिकै जाँदा बंगलादेशले विद्युत आयातको कुनै प्रक्रिया सुरु गरेको छैन। यसले गर्दा बंगलादेशसँगको विद्युत व्यापार के होला भन्ने अन्यल बढेको छ। बंगलादेशको आधिकारिक निकाय बंगलादेश पावर डेभलपमेन्ट बोर्डले यो वर्षको वर्षायाममा नेपालबाट विद्युत आयातका लागि हालसम्म पनि एलसी खोलेको छैन। त्यति मात्र होइन, बोर्डले गत वर्ष खरिद गरेको विद्युतको भुक्तानी समेत दिएको छैन। अघिल्लो वर्षकै विद्युतको भुक्तानी नदिनु, यस वर्ष विद्युत आयातका लागि एलसी नखोलिनु तथा हालसम्म कुनै औपचारिक सम्पर्क नहुनुले बंगलादेशसँगको विद्युत व्यापारमा अन्यलता देखिएको छ। सबै प्रक्रिया पूरा गरेर नेपाल विद्युत प्राधिकरणले गएको वर्ष नोभेम्बर 15 अर्थात् कार्तिक 30 मा पहिलो पटक बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गरेको थियो। बंगलादेशसँगको विद्युत व्यापार अन्यलमा नयाँ पत्रिका दैनिकमा खबर छ। कायाकैरनमा परम्परागत कृषि बाली संरक्षण अभावले खाद्य स्वच्छताको जोखिम बढ्दो बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। यतिन्जेल हामीले सार्वजनिक ऋणको सावाब्याज भुक्तानीमा दशकमै 12 खर्ब, ढुकुटीमा सत्तारूढ दलको मनमौजी, तरुण दलको भवन बनाउन 3 करोड, संघीय 40 निकाय र मातहतका कार्यालयका 2100 भन्दा धेरै गाडी थन्किए, बंगलादेशसँगको विद्युत व्यापार अन्यलमा उपमेयर र उपाध्यक्षहरूको भेलाबाट 20 बुँदे घोषणापत्र जारी, न्यायिक सुधारको माग लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी प्रसङ्ग। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2080 आउँदो असार 15 गतेसम्ममा संघीय संसद प्रतिनिधि सभाबाट पास हुने दावी गर्नु भएको छ। प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य र समन्वय समूहले हिजो आयोजना गरेको प्रारम्भिक बाल विकास सम्बन्धी परामर्श कार्यक्रममा उहाँले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको बताउनुभयो। शिक्षा मन्त्री पन्तले शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुने र यसै अनुसार काम भइरहेको जानकारी समेत दिनुभयो। रैथाने उत्पादन, संरक्षण र प्रवर्धनका लागि स्थानीय बिउ, स्वस्थ माटो र जैविक उत्पादन प्रणालीको संरक्षण र दिगो कृषिका असल अभ्यास आत्मसात गर्न नसक्दा खाद्य स्वच्छता र खाद्य असुरक्षाको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको छ। परम्परागत कृषि प्रणाली विस्थापनले उत्पादन त बढेको छ, तर त्यसले मानव स्वास्थ्यमा भने गम्भीर असर गरेको देखिन्छ। मनसुनको समयमा झन् हामीले दैनिक प्रयोग गर्ने खाद्यजन्य वस्तुबाट विषाक्तता, जलजन्य र कीटजन्य रोगहरू व्यापक रूपमा फैलिने गरेका छन्। यसले पनि एक किसिमको खाद्य स्वच्छतामा चुनौती थपिएको छ। सुनौ यो सामग्री। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा करिब 46 लाख मानिस खाद्य असुरक्षामा छन्। यसमा 20% घर परिवारहरू सामान्य, 22% मध्यम र 10% गम्भीर खाद्य असुरक्षाको अवस्थामा छन्। यस्तै 5 वर्ष मुनिका बालबालिका मध्ये 30% मा उचाइ कम हुने, त्यही मात्रामा तौल कम र 11% बालबालिका अत्यधिक तौल कमको अवस्थामा छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। दुईटा कुरा, एउटा खाद्य सुरक्षा भन्छौँ, अर्को खाद्य स्वच्छता भन्छौँ। सुरक्षा भनेपछि हामीलाई आवश्यक पर्ने, दैनिक आवश्यक पर्ने खाद्य वस्तु र त्यसमा रहेका हाम्रो शरीरको लागि आवश्यक सबै प्रकारका पोषक तत्त्वहरू दैनिक रूपमा हामीले उपभोग गर्न पायौँ कि पाएनौँ, सबै प्रकारका पोषक तत्त्वहरू जुन शरीरको लागि आवश्यकता हुन्छ, त्यो आधारमा सुरक्षाको मापन हुन्छ होइन। स्वच्छता भनेको हामी सेफ्टी र क्वालिटीको कुरा गर्छौँ। जुन खाद्य वस्तु हामी यहाँले भन्नुभयो नि, त्यो सेफ छ कि छैन, गुणस्तरीय छ कि छैन, सुरक्षित छ कि छैन भन्ने कुरा हेर्छौँ। पछिल्लो समय बजारमा पाइने खाद्यान्न, तरकारी र फलफुलमा अत्यधिक विषादीको प्रयोग
पशुपक्षीजन्य खाद्यमा एन्टिबायोटिकको प्रयोग र खाद्यान्नमा ढुसीजन्य पदार्थको कारणले आम नागरिकको स्वास्थ्यमा गम्भीर समस्या आउने गरेको छ। हामी बजारमा पाइने जुनसुकै तरकारी सहजै किनेर ल्याउँछौँ। दैनिक बजारबाट ल्याउने तरकारी खाद्य स्वच्छताको दृष्टिकोणले कति सुरक्षित छ त? कतिपय वस्तुहरू न्यून गुणस्तरको हाम्रो शरीरले नै हानि गर्ने खालका पनि छन्, त्यो नभएको होइन। तर त्यो सङ्ख्या थोरै छ, अझै पनि बजारमा छ, त्यो हामीले घटाउँदै लानुपर्ने छ। धेरै खाद्य वस्तुहरू स्वस्थकर चाहिँ छ, होइन? कसरी चिन्ने त हामी स्वस्थकर छ गुणस्तरीय छ भन्दै गर्दाखेरि तपाईँ हामी सबै उपभोक्ता हो। हामी उपभोक्ताले बजारमा भएका वस्तु गुणस्तरीय छ, मिसावट भएको छैन, अस्वस्थकर छैन भन्ने कुराको पहिचान कसरी गर्ने त भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यदि त्यही मैले अघि भनेको त्यही वस्तु तपाईँ हाम्रो थालीमा परेर हामी उपभोग गऱ्यौँ भने तपाईँ हामी खाद्यजन्य विभिन्न किसिमका रोगबाट ग्रसित हुन्छौँ। संविधानले नागरिकलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तु पाउने हक सुनिश्चित गरेको छ। त्यसै अनुसार संघीय संसदले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 पारित गरेको छ। यो 81 को ऐनले अहिले हजुरले भन्नुभएको कुराहरूलाई एड्रेस गर्न खोजेका छौँ। स्वनियमन गर्ने र फुड सेफ्टी म्यानेजमेन्ट सिस्टमहरू लागू गर्ने र त्यो लागू गरेर उद्योगबाट उत्पादन भएका वस्तुहरू बिक्री वितरण गर्ने, त्यो किसिमले यो ऐनले प्रत्याभूति दिलाउन खोजेको छ। बजारमा आउने खाद्य वस्तु गुणस्तरीय छ भन्ने कुराको सुनिश्चितता हुने गरी ल्याउनुपर्छ भन्नेतिर गरिरहेका छौँ। खाद्य स्वच्छता र सुरक्षाको सुधारका लागि सरकारी निकाय मात्रै होइन, खाद्यान्न उत्पादन गर्ने उपभोक्ता अधिकार समूह, पोषणसँग सम्बन्धित संस्था पनि त्यति नै जिम्मेवार हुनुपर्ने देखिन्छ। यसलाई प्रभावकारी रूपमा व्यवहारमा लागू गरी सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्य सबै नेपालीको अधिकारका लागि सरकारी निकाय, आम नागरिक, उपभोक्ता अधिकार कर्मी लगायतको भूमिका कस्तो हुनुपर्छ त? फेरि एकपटक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। सरकार मात्रैले चाहेर त्यो देशमा सेफ्टी कायम हुँदैन, गुणस्तरीयता कायम हुँदैन भन्न खोजेको हो। त्यसको लागि सरोकारवालाहरू सबैदेखि आलीदेखि थालीसम्म, ओठदेखि ओठसम्म जो इन्भल्भ छौँ ती सबैले आफ्नो दायित्व पुरा गर्यो भने अल्टिमेटली तपाईँ हाम्रो टेबलमा पनि खाद्य वस्तुहरू स्वस्थकर गुणस्तरीय हुन्छ। अदरवाइज कहीँ न कहीँ कमी रहन्छ भन्ने मान्यता हो। अब मौसम बारेको खबर। आज कोशी प्रदेश लगायत देशका अन्य ठाउँमा छिटफुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सिदेखि देशका पश्चिमी भागमा मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाका मौसमविद गोविन्द झाले बताउनुभयो। यस वर्षको मनसुन कोशी प्रदेशमै रोकिँदा बदली र वर्षा कम भएको महाशाखाले जनाएको छ। यस वर्ष औसत समयभन्दा 15 दिन चाँडो नेपालमा मनसुन भित्रिएको थियो, तर 10 दिनसम्म पनि अगाडि बढ्न सकिरहेको छैन। कोशी प्रदेशमै मनसुन शिथिल छ। कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया 12 देखि 15 दिनमा देशभर फैलने गर्थ्यो। गएको वर्ष जेठ 28 गते नेपाल प्रवेश गरेको मनसुन त्यसको 13 दिनमा अर्थात् असार 10 गते देशभर फैलिसकेको थियो। अहिले मनसुनी वायुभन्दा पश्चिमी वायुको शक्ति बढिरहेकोले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला। अब बाँकी खबर। जुम्लाको हिमा गाउँपालिका 2 ओदी गाउँ प्राकृतिक रूपमा सुन्दर र स्वच्छ मात्रै होइन, यस गाउँले जिल्लाभरिमा लसुन उत्पादनमा आफैलाई अग्रस्थानमा राखेको छ। ओदी गाउँका किसानले घर लौरो वर्षेनी लसुनबाट 50,000 देखि 1 लाखसम्म लिने गरेका छन्। ओदी गाउँमा 250 घरधुरी छन्। सबै घरधुरी कृषिमा आबद्ध छन्। उनीहरू 12 महिना खेतीपातीमा व्यस्त हुन्छन्। त्यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत पनि कृषि हो। उनीहरूले विशेष गरी अन्नबाली जौँ, गहुँ, फाफर, सिमी, कोदो, चिनो, कागुनो लगायत उत्पादन गर्छन्। फलफुलमा स्याउ, ओखर उत्पादन गर्छन्। यस्तै तरकारीमा आलु, काउली, लसुन उत्पादन गर्ने गर्छन्। यसमध्ये लसुनबाट उनीहरूले राम्रो आम्दानी गरेका छन्। वडाध्यक्ष हरिबहादुर ढोकाया आफूले पनि वार्षिक 50,000 को लसुन उत्पादन गर्ने गरेको बताउनुहुन्छ। गाउँलेलाई लसुन उत्पादन कसरी धेरै गराउने भन्ने मात्रै चिन्ता हो, बिक्रीको कुनै चिन्ता छैन। गाउँमै मोटरबाट पुगेपछि व्यापारीहरू घर आँगनमै लसुन किन्न आउने गरेको वडाध्यक्ष ढोकायाले बताउनुभयो। सडक पुगेपछि फेरिएको ओदी गाउँ लसुनबाटै वार्षिक 1 करोड आम्दानी नयाँ पत्रिका दैनिकमा खबर छ।
अब विदेशको खबर। अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर 118 जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ। प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आइसिई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई लक्षित गरेका फक्स न्युजले जनाएको छ। त्यहाँको गृह सुरक्षा विभागले डेमोक्र्याट नेताहरूले आइसिईमाथि नकारात्मक बयान दिँदा हिंसा भड्किएको आरोप लगाएको छ। आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीहरूमाथि आक्रमण बढेको र केहीका परिवारलाई समेत लक्षित गरिएको खबरमा उल्लेख छ। आप्रवासन तथा भन्सार प्रवर्तन विभागले पक्राउ परेका व्यक्तिमध्ये 5 जना गिरोह सदस्यसहित लागू पदार्थ तस्करी, घरेलु हिंसा र मानव तस्करीमा संलग्न रहेको आरोप लगाएको छ। गृह सुरक्षा विभागले हिंसा अन्त्य गर्न नेताहरूलाई संयमित अभिव्यक्ति दिन समेत आग्रह गरेको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 को त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ। खेल डुन्डेको फोर्थ हिल मैदानमा दिउँसो 3:45 बजे सुरु हुनेछ। लिग 2 को आफ्नो चौथो चरणको श्रृङ्खलामा नेपालले सुरुवाती 2 खेल जित्दै तालिकामा 4 अङ्क थपेको छ। नेपालले गएको सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई 1 विकेट र बुधबार भएको दोस्रो खेलमा नेदरल्यान्डलाई 5 विकेटले हराएको थियो। नेपाली टोलीले स्कटल्यान्ड भ्रमण अन्तर्गतको श्रृङ्खलामा आज तेस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि 1 विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज पनि जितलाई निरन्तरता दिन चाहन्छ। नेपाल र स्कटल्यान्ड बीच अहिलेसम्म 9वटा एकदिवसीय खेल भएको छ, जसमा नेपालले 5 र स्कटल्यान्डले 3 खेल जितेको छ। एउटा खेल नतिजाविहीन भएको थियो। नेपालले पर्सि नेदरल्यान्डसँग खेल्नेछ। अब खबर संक्षेपमा। कांग्रेस एमाले गठबन्धनको सरकार बनेको 11 महिनापछि पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच द्विपक्षीय भेटवार्ता भएको छ। प्रचण्ड हिजो देउबालाई भेट्न उहाँकै निवास बुढा नीलकण्ठ पुग्नु भएको थियो। यसअघि पटक पटक दुई नेताबीच फोन संवाद भएको थियो। पछिल्लो समय प्रधानमन्त्री केपी ओली समेतको उपस्थितिमा केही त्रिपक्षीय भेटवार्ता भए पनि देउबा र प्रचण्ड बीच द्विपक्षीय भेट भने पहिलो पटक भएको हो। भिजिट भिसाको आवरणमा भएको मानव तस्करी र ठगीमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी लगायतका विपक्षी दलले झण्डै 2 हप्तादेखि अवरुद्ध गरेको सदन खुलाउने कसरत भेटवार्तामा भएको सहभागी नेताहरूले बताएका छन्। आजको नयाँ पत्रिकाले यो खबर छापेको छ। श्वास प्रश्वास सम्बन्धी समस्या देखिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई अस्पताल भर्ना गरिएको छ। 1 सातादेखि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ। कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा गएको 6 महिनादेखि अहिलेसम्म 100 जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोनाको संक्रमण बढ्न थाल्यो शीर्षकको यो खबर गोरखापत्र दैनिकले छापेको छ। यसैबीच 5 वर्षमा पनि बिमितले पाएनन् कोरोना बिमा भुक्तानी शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। बिमा गरेको 5 वर्षसम्म पनि बिमितले कोरोना बिमा बापतको दाबी भुक्तानी पाएका छैनन्। भुक्तानीका लागि सरकारले पनि व्यवस्था गर्दै आएको छ। कैलालीको टिकापुरमा प्रहरीबाटै महिला कुटिएपछि जिल्ला प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। टिकापुरकी राजकुमारी कुवर शाहमाथि शुक्रबार सत्ती प्रहरी चौकीमा हातपात भएको हो। सार्वजनिक भिडियोमा सत्ती प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक यज्ञराज पन्तले शाहलाई जबरजस्ती प्रहरी बीटभित्र लैजान खोजेको देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आउँदो वर्षका लागि सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्ने बताएको छ। व्यावसायिक वातावरणको पहल गरेको र केही परिवर्तन बजेटले गर्न खोजेको देखिएकोले आर्थिक वृद्धिको लक्ष्यमा पुग्न सकिने महासंघले जनाएको छ। बजेटको अपेक्षित आर्थिक वृद्धि 6% को रहेको छ। गएको असोजमा परेको वर्षासँगै आएको बाढी पहिरोले क्षतिग्रस्त भएका मकवानपुरको बागमती नदी र कुलेखानी ड्याम क्षेत्रका 2 मुख्य पुलमाथि धमाधम बेली ब्रिज जडानको काम भइरहेको छ। मकवानपुर र ललितपुरलाई जोड्ने बागमतीमाथि बेली ब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको हो। इन्द्र सरोवर गाउँपालिका 2 स्थित सिमखोलामा केही दिनमै बेली ब्रिज राखिने भएको छ। सिमखोलामा 60 मिटर लामो बेली ब्रिज जडान हुने बताइएको छ। सरकारले युएई जाने नेपाली श्रमिकका लागि 12 वर्षपछि नयाँ न्यूनतम तलब निर्धारण गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्यक्ष 1000, अर्धदक्षको 1200, दक्षको 1500 र उच्च दक्षको 6000 दिराम न्यूनतम तलब निर्धारण गरेको हो। मर्मतपछि शुक्रबार साँझबाट सञ्चालनमा आएको
चोरमानाको गिरुवारी खोलाको पुल र जीर्ण अवस्थामा रहेको अरुण खोला पुलमा प्रहरीले 24 घण्टा सुरक्षा दिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले सूचना बोर्ड नै राखेर पुलले धान्न सक्ने अधिकतम वजन 40 टन मात्र रहेको र अधिकतम प्रति एक्सल 10 टन मात्र बोक्न पाइने उल्लेख गरेको छ। काया कैरनमा अब पालो उखानको। घरको सल्लाह गाउँलेको रिस। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक। सार्वजनिक ऋणको सामा ब्याज भुक्तानीमा दशकमै 12 खर्ब। ढुकुटीमा सत्तारूढ दलको मनमौजी। संघीय 40 निकाय र मातहतका कार्यालयका 2100 भन्दा धेरै गाडी थन्किए। बंगलादेशसँगको विद्युत व्यापार अन्यलमा गएको वर्ष बेचेको बिजुलीको पैसा नेपालले अहिलेसम्म पाएन। यस वर्षका लागि प्रक्रिया सुरु भएन। परम्परागत कृषि बाली संरक्षण अभावले खाद्य स्वच्छताको जोखिम बढ्दो। स्वस्थ खाद्य वस्तुका लागि सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड। अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरू पक्राउपछि हिंसात्मक प्रदर्शन। संघीय अधिकारीद्वारा डेमोक्र्याट नेताहरूको आलोचना। र विश्वकप क्रिकेट लिग 2 अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै। र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको बजेटमा पार्टी र भातृ संघ संगठनलाई रकम छुट्याउने प्रवृत्तिलाई कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ तरुण दलको भवन बनाउन 3 करोड रुपैयाँ बजेट विनियोजन लेखिएको छ। अनि ओली र देउबा जस्ता देखिने व्यक्ति गफ गर्दैछन्। उनीहरू भन्दैछन् सत्ताको मजा नै यही हो, जनतालाई कर, हामीलाई तर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।